नमस्ते साथीहरू, म अहिले चाहिँ छाब्दी खोला पुलमा छु। यो हो छाब्दी खोलाको पुल। घाम चाहिँ मानुङ डाँडा माथि डुब्नै लागेको रहेछ। यहाँको स्पेसल के छ भने यो जुन ठुलो एरिया छ, यो यहाँ चाहिँ यो एमसीसी प्रोजेक्ट अन्तर्गतको यो तनहुँको सब स्टेसन हो है। यहाँ चाहिँ अब धमाधम चाहिँ काम भइरहेको छ। यो पुरै जग्गा चाहिँ यो व्यक्तिको जग्गा चाहिँ नेपाल विद्युत प्राधिकरणले अधिग्रहण गरेर यहाँ चाहिँ सब स्टेसन बनाउने काम भइरहेको छ। ल हेर्नु, सबै गाडीहरू विद्युत प्राधिकरणकै हो। यो देखिएको जुन बिल्डिङहरू चाहिँ यहाँको अफिसको लागि बनाएको हो। त पर चाहिँ पुरा माटो फिलिङ भइरहेको छ। के छ भाइहरू? नाइस बेबी। यो गेट हो है। यहाँ देखिरहेको छ, यहाँको कर्मचारीहरू हुनुहुन्छ। यो चाहिँ गेट हो। यहाँ अर्को चाहिँ यहाँ ठुलो चौतारा पनि छ है। भन्दा यो चौतारा चाहिँ मासेको छैन। यो ठुलो चौतारा छ। यो गर्मीमा यो हावा खानको लागि एकदम राम्रो चौतारी छ। हजुर, हुन्छ, ठिक छ। ए, उहाँहरू चाहिँ यहाँ काम गर्नुहुन्छ है।